मैले हेरेको आधारमा कहिलेकाहीँ कुराहरू के हुन्छ भने प्रधानमन्त्रीले रोस्टमबाट बोल्दाखेरि नेपालले पनि भारतको भूमि मिचेको छ, यो यसलाई यही वर्डलाई जस्ता तस्तै राख्नुहोस् है, यसलाई व्याख्या नगरौँ है, यसो भन्नुभयो भन्ने छ के। एउटा म कानुनको विद्यार्थी र अभ्यासकर्ता भएको हुनाले नि हामी कुनै पनि कुरालाई नि कन्टेक्स्चुअलाइज गर्छौँ, त्यो कुन कन्टेक्स्टमा त्यो बोलेको थियो भनेर। अब म आफूले त्यो कन्टेक्स्ट थप्दिनँ, हिजो बालेन शाहले बोल्नु भएको आधारमा भन्छु है, अरू आएन त्यहाँनिर, क्लिपिङ पनि त्यो पुरा कुराको आएन। मैले के भन्नुभयो भने नि, म प्रधानमन्त्री भयो, तपाईँलाई एउटा अनौठो लाग्ला, एउटा कुरा सुनाउँछु है, यसै गरी भनेको छ के। कहिलेकाहीँ क्याजुअल्ली पनि कुरा गरिन्छ नि, अफ द रेकर्ड भने जस्तो। उहाँ त रोस्टमबाट रेकर्डै छ एभ्रिथिङ। तपाईँलाई एउटा अचम्म लाग्ला, मैले अहिले प्रधानमन्त्री भएपछि थाहा पाएँ, केही दिन अगाडि, 4-5 दिन अगाडि भने जस्तो लाग्छ है। भारतले मात्रै होइन, हामीले पनि भारतको जमिन मिचेका रहेछौँ भन्ने कुरा आएको छ। यो एउटा सेन्टेन्स हो है। त्यस पछाडि यो विषयमा विज्ञहरू राखेर टेबल टकको माध्यमबाट यसलाई सेटल गर्नुपर्ने हुन्छ। हामीले गरेका छौँ, उनीहरूले गरेका छन्, के हो यो। र यो क्रममा हामीले चाहिँ भारतलाई पनि कूटनीतिक नोटहरू पठाएको छौँ र ब्रिटिस गभर्मेन्टलाई पनि हामीले बेलायतलाई पनि पठाएको छौँ। किनभने हिजो बेलायतले छोड्दै गर्दाखेरिकै त्यहाँदेखिकै यो इस्युजहरू हो।